नेपालको सबैभन्दा ठुलो कोशी नदी 7वटा सहायक नदी मिली बनेको सप्तकोशी। तराई झरेपछि सप्तकोशी विभिन्न भङ्गालो भई बग्ने गर्छ र यसै भङ्गालोको बीचमा रहेको छ श्रीलङ्का टापु। दुई तर्फबाट कोशी बग्दा बीचमा पर्दछ श्रीलङ्का टापु। बस्ने ठाउँ त्यो सुत्ने ठाउँ यस्तो छ यही। त्यहाँ पुग्न त्यति सजिलो छैन। ठुलो नदी तर्दै जोखिमपूर्ण यात्रा गर्दै पुगिन्छ श्रीलङ्का टापु। उदयपुरको बेलटार बजारबाट सबैलाई नमस्कार। आजको हाम्रो गन्तव्य हुनेछ श्रीलङ्का टापुको। बेलटार बजारबाट पूर्व पश्चिम लोकमार्ग हुँदै हाम्रो यात्रा सुरु हुन्छ। बेलटार बजारबाट करिब 5 किलोमिटर दूरीमा पर्ने यो हो बसा चोक। यो बसा चोकलाई छोडी हामी पूर्वपट्टि लाग्छौँ। बसा चोकबाट भित्री सडक खण्ड करिब 5 किलोमिटर दूरीमा पर्ने यो हो शनिबारे चोक। काका भागलपुर जाने बाटो अगाडिबाट छ होइन? अगाडिबाटै हो? हजुर, तल्लो चोकदेखि पस्नुपर्छ। आम्बासी चोकदेखि उता पस्नु। ए ल धन्यवाद। हाम्रो यात्रा पहिलोपटक भएको कारणले गर्दा बाटोमा विभिन्न व्यक्तिहरूलाई बाटो सोध्दै हाम्रो यात्रा निरन्तर अगाडि बढिरहन्छ। शनिबारे चोकबाट करिब 5 किलोमिटर दूरीमा पर्ने यो हो आम्बासी चोक। हेलो सर, के अरे कहाँ पो जाने हामी त? भागलपुर यतै होइन? कति किलोमिटर जति होला? 6-7 किलोमिटर। 6-7 किलोमिटर छ भागलपुर। ल सर, थ्याङ्क यू। ल बहिनी, भागलपुर यतै हो? कति टाढो छ? Looking at this way, if you don't mind, no problem. So I know, but बताओ बहिनी, भागलपुर कता हो? यता सिधै जाँदाखेरि म यता उडोपट्टि नजानु होइन, यता सिधै बोकै जानु न। सिधै जाँदा चाहिँ कहाँ जान्छ? चौकी डाँडा। चौकी डाँडा? अहिले कताबाट आउनु भएको? हामी गाईघाटबाट आएको। अब ए उताबाट आउनु भएको भने चौकी डाँडा त परै पर्छ त। धेरै वटा आउँछौ नि? निकैवटा आउनुपर्छ। 5 मिनट पुगिहाल्छ। उयो उसमा त छिन पुग्छ। लु त्यसो हामी फर्क्यौँ ल। पर गुम्बा देख्नु भएन? देख्यौँ। हो त्यही गुम्बा छ। ए लु हामी धेरै आउँछौँ नि। लु गयौँ ल। हस् नमस्कार। हस् ल नमस्कार। ल गयौँ। हस्। बर्बाद भयो त्यही त म अलिक बढी आशा लागिरहेको थियो। हामी चाहिँ निकै नै आयो क्या। हेर 200 रुपियाँ लिटरको पेट्रोल। अगाडि जस्तो लाग्यो। उतै मान्छे भएको छ जस्तो लाग्यो मलाई। ल हामी चाहिँ बल्ल बल्ल दाजु र भाइ दाजु बल्ल बल्ल आइपुग्यो। बाटो बिर्सेर हामी त पर धेरै पर पुग्यौँ त होइन? के ठाउँ गर्दै के हो अब खानपान कार्यक्रम हुन्छ। अहिले चाहिँ हामी अब यो भागलपुरको चौकी डाँडामा खानासाना खाएर श्रीलङ्का टापुतर्फ जाँदैछौँ। हामी यहाँ चाहिँ यो के अरे यो कोशी टापु वन्यजन्तु आरक्षमा चाहिँ हात्ती चढ्ने अनि हात्ती हेर्ने भनेर चाहिँ आएको। हात्ती त यत्रोको हात्ती साङ्ली मात्रै रहेछ। दुईवटा यत्रो ठुल्ठुलो के को हात्ती हुन्छ होइन? लु अब जाउँ। हामी चाहिँ म चाहिँ सिङ्गल बाइकमा छु, बाइक चाहिँ भाइसँग छ। अनि हामीले चाहिँ बाटो थाहा नभएको कारणले गर्दा भाइसँग आएको। हामी चाहिँ अब यो हात्ती नभइसकेपछि यहाँबाट चाहिँ श्रीलङ्का टापुतर्फ अगाडि बढ्यौँ। यहाँ चाहिँ एउटा पोखरी रहेछ। पोखरीमा चाहिँ मान्छेहरू
हो ल सायद कोसीको भङ्गालो यही हुनसक्छ यही हो कोसीको भङ्गालो कहाँ जान्छ भाइ कहाँ उता जान्छ क्या यो ठाउँको नाम के हो यो ठाउँको नाम के हो हजुर यो ठाउँको नाम के हो खान सुन्ने कान सुन्नुहुन्न कि माथितिरबाट छ बाटो एकदमै पानी त ठुलो रहेछ बाइक त सम्भव छैन तर्नु अहिले त ल हामीलाई देखेर हेलिकप्टर पनि हामीलाई उद्धार गर्न आइरहेछ यता आउने त कहाँ यो ठाउँको नाम के हो हजुर भागलपुर भन्छ भागलपुर हो अनि यो के अरे श्रीलङ्का टापु जाने बाटो कता हो र त माथिबाट जान्थ्यो अब यता आइहाल्नु हो यहाँबाट यसै गए पनि हुन्छ अब कति समय लाग्छ यहाँबाट पुग्नलाई लाग्छ आधी घन्टा जति लाग्ला बाइकमा हो त्यति पनि लाग्दैन हामी यो बाटो यो सिधै ठाडो जाने छिटो कतै छिटो बाटो भन्छु है मेरो विचारले अनि त्यहाँबाट चाहिँ सजिलो हुन्छ श्रीलङ्का टप्पु जानु यताबाट चाहिँ अप्ठ्यारो त यताबाट धेरै घुम्नुपर्छ तपाईँहरू अब कहाँ कहिले नआउने मान्छे होइन मैले देखेको छु यता धेरै घुम्नुपर्छ उतैबाट चाहिँ सजिलो नै यतैबाट जाँदा पनि देख्ने मान्छेलाई त घुम्नु पर्दैन मैले देखेको छु नि त बाटो एकदम डाइरेक्ट जान्छ अनि यो बाटो डाइरेक्ट पुग्छ होइन अँ। पुग्छ अनि त्यो कोसी किनार घुमाइदिनु पर्यो भनेको क्या ए अनि अब उहाँबाट पनि त आइयो भने घुम्दै घुम्दै यही बाटो आइन्छ हामी चाहिँ यो बाटो घुम्दै 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 बान्डाडा बाटो लाने क्या जान्छ ए हुन्छ त्यो भनेको क्या बुवा मैले त्यसो भने किनार हुँदै हुँदै अनि यो यत्रो खोलामा त कसरी तर्नु र यो त सम्भव छैन बाइकको टायर थत हँ? यत्रो किन जान्छ उता हेर्नु जान्छ हेर्नु न जान्छ बाइकहरू सबै लगिरहेछ अरे लगिरहेछन् होइन लगिरहेको अङ्कल लगिरहेको छ यो भाइले लगोस् अनि म मेरो चाहिँ अनि ठेल्दै लान्छ कहाँ त्यसरी सबैले यहाँ सहयोग गर्नु परेन काकाले सहयोग गर्नुहुन्छ त्यही उहाँ क्याम्पमा जानु उहाँ क्याम्पमा तपाईँहरू उहाँ क्याम्प थाहा छ मलाई क्याम्पबाट अनि सिधा उकालो जाँदाखेरि हुन्छ त ल सबैजना रेडी भइसक्यो अब म चाहिँ सक्दिनँ हेर केटा तिम्रो पहिले लगौँ त्यसपछि मेरो लगौँ त्यसो भए स्टार्ट नगर लगौँ ठेल्दै कुदाएर लानुपर्छ कुदाएर लानु सजिलो तिमी पुगेर आऊ ल मेरो लिनु ल यो बाटो चाहिँ झर्नु उच्चो बाटो ल यो भाइले चाहिँ लाने हो मलाई चाहिँ म चाहिँ सक्दिनँ यस्तोमा यार कता फेरि कस्तो कस्तो कुदाइन्छ यस्ता मुला मलाई पानीसँग डर लाग्छ क्या खेल्ने हो दाइ आरामले जानु एउटा बाइक त मजाले तर्यो भाइले मलाई चाहिँ डर लाग्छ क्या अलिकति पानी देखेपछि नि मलाई एकदम डर लाग्छ क्या काका होइन डराउनु पनि पर्छ नि त। अब पानीमा अप्ठ्यारो हुन्छ ओह हेर आम्मामामा भात त त्यहाँ अलिकति बलुवा फ्याँको अस्ति क्या बाढीमा भाइले मेरो बाइक ल्याउँदैछ मलाई एकदम डर लाग्छ क्या यो पानीमा चाहिँ लास्टै डर लाग्छ क्या रिङ्गडा लागिसक्यो यार भाइ तारे
एकदमै घाँस घारी डेन्जर रहेछ है। ओ माई गॉड यार, लास्टै डेन्जर घाँस हाली रहेछ। यो घाँसले काट्यो भने त मार्छ होला त। ओ माई गॉड, श्रीलङ्का टापु कहाँ छ यहाँनिर? श्रीलङ्का टापु यही हो। अनि सुन्नु न, यो तपाईँहरूले यो टिप्दै हुनुहुन्छ नि जुन, यो के गर्नुहुन्छ? टाँटी बान्नुहुन्छ? तपाईँहरूको घर चाहिँ कहाँ छ? हो यता हो। स्कुलहरू छ नि यो ठाउँमा? तपाईँहरू पढ्नुहुन्छ कि पढ्नुहुन्न? किन? यो बाटो त अलिक राम्रो थियो त। कुन बाटो? यो बाटो पहिले त राम्रो थियो। ए यो पानी बढाएर कोतरी हो यो? कति मार्नु हो माछा? अहिले पक्रेको खोइ के को कुन हो? कबाई माछा भन्ने कबाई हो। कबाई भन्छ यसलाई? आया घुच्छ त। गाडे लिनु यहाँ बोरामा हो। यसमा पनि छ कहिलेकाहीँ मात्र। खोइ हेरौँ। ओ ओ आमा ठुलो पो हुँदो रहेछ त यो त। ल उयो कोटी थोरै माछा मारेको छैन त। यो त कत्रो झिकेर देखाउँछ भाइ। होयल जत्रो छ त भाइ। देखा 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 होयल माछा यार। होयल भनेको चिन्नुहुन्छ? ओरे यार जिउँदै छ। अमा कत्रै घोचेको यार। ए घोच्छ, पुरा घोच्ने खालको रहेछ दाइ। अर्को ल्यायो अर्को। हो माछा हे माछा दाइ खोइ त। यो त एक पाउ छ हौ। यो माछा कसरी पक्रिनु? काँडै काँडा छ त। अनि के गर्दैन? एउटा करेन्ट लाउने माछा हुन्छ नि, के हो त्यो चाहिँ? कबाई पनि भन्छ, पोथ्री पनि भन्छ। के अरे उसै पाउँदैन यहाँ दाम चाहिँ? पाउँदैन दाम। लास्टको बारेमा कमहरू थियो, लास्टको बारेमा सब गइसक्यो। ए त्यस्तो है। यहाँ बाढी नै आउँछ? पुरै भरेको थियो। यो डाँडा छ नि, हो त्यहाँसम्म थियो कटाको है। त्यो झिँगे सिमी माछा। ए सिङ्गा यसले चिल्छ होइन? ए खतरा, करेन्ट लागे जस्तो हुँदो रहेछ। करेन्ट लागे जस्तै हुन्छ हो। डेन्जर माछा मार्दो रहेछ भाइहरूले। यो माछा चाहिँ के गर्नुहुन्छ तपाईँहरू अब? दाइ बाइक यो माथि माथि जाँदैन यता यताबाट? ए उता उतैबाट? यहाँबाट यहीँबाट यो डिल्डिल? ए यो डिल्डिल बकुला खोइ उहाँ बसिरहेको छु। कहाँ बस्यो बकुला? ए अनि यस्तो पारी निस्क्नु अनि यस्तो यस्तो उता पारी टापु छैन एउटा? टापु उयो यिनीहरू सबै टापु हो नि। सबै टापु। त्यसपालि कटानी गरेको ऊ त्यो यो जुन हरियो देखिँदैछ नि, त्यहाँदेखि यता चाहिँ कोसी आयो। अलिकति आउनु बुवा यता यहाँ भिडियो पनि गर्दैछौँ हामीले, हजुरलाई इन्टरभ्यू पनि दिँदैछौँ। अनि के अरे डुङ्गा चाहिँ निकै माथि हो? माथि नै हो। हजुर कता माछा मार्नु लाग्नु भयो? माछा मार्नु भनेर आएको, आज काम छोडेर गुडियाले गाली गर्छ होला। अब जानु मरेन गर्दैन, घरै माछा लिएर जानुपर्छ। ए माछा मारिसक्नु भएको? ए आजलाई एक छक पुग्ने रहेछ। मेरो चाहिँ अलिकति फोनमा चाहिँ ब्याट्री कम टिक्ने भएको कारणले गर्दा मैले अलिकति भिडियोलाई पनि पोस्ट गर्दै दिइरहेछु। अब यहाँ एउटा बस्ती रहेछ, बाइक पनि रहेछ। अनि यो ठाउँको नाम चाहिँ श्रीलङ्का टापु भन्छ होइन? हजुर। तपाईँहरूको घर चाहिँ यही हो? उता छ घर अर्को? ए अनि यहाँ के छ बर्खामा त? अनि पानीले बस्नलाई एकदम गाह्रो बनाउँछ होला? हामीले त बाढीले बाँचेको मान्छे हजुर। हो र?
हजुर अस्ति जुन बाढीले के तपाईँलाई असर पारेन कति पार्यो के भन्नु त्यो त अब दुःख हेर्ने कसैलाई पनि अनुभवको छैन दुःख हेर्न कसैले आएन है अनि हामीले के दुःख पीडा के अब हामी पाएको पनि छैन र के अरे कसैलाई आएको पनि छैन के भनौँ आएको पनि छैन है हजुर धेरै अप्ठ्यारो छ धेरै अप्ठ्यारो छ हजुर धेरै अप्ठ्यारो छ कतिजना हुनुहुन्छ परिवारमा जम्मा हामी त अब 2 जना मात्रै हो बुढाबुढी केटाकेटीहरूले उता पारेर लागिसकेको छ अनि छोरी छैन छोरी बुहारी छ नि तर गर्नु के छोरा बुहारी आफ्नो ठाउँ गइसकेको छ हामी बुढाबुढी यतिकै अब यसो कुकुरको परे हामी बसी अनि हामीले 15 जना पाहुना आएको छ हेर्नुहोस् एउटा पानी दिनु पर्ने हामीले सुत्ने ठाउँ चाहिँ यही हो हजुर बस्ने ठाउँ त्यही हो सुत्ने ठाउँ यस्तो छ यही हजुर 15 जना हामीले पाहुना पाउनु पर्यो नि दुःख सुख गरेर हो अनि यो हात्तीहरूले यहाँ के असर गर्दैन बाघहरू अलिअलि गर्छ हजुर यति बेला हामीले गरेको छैन तर यो हाम्रो छिमेकीले हाम्रो धेरै गरिरहेको छ छिमेकीले हजुर के गर्छ छिमेकीले छिमेकीले कि त्यो निस्किएर घर भस्काउँछ सत्रतिता गर्छ छिमेकीले हात्तीले गरेको हो हात्तीले हजुर अनि हात्तीले घर भत्काइन्छ हात्तीले भस्काएर कति मान्छेले दुःख पीडा गरेर हात्ती त्यसको बच्चा एउटा कतातिर अरे पक्रेको छ अरे हाम्रो जस्तो यो गाउँलेहरू हामीलाई थाहा भएन अनि बच्चा पक्रेको छ बच्चा अब कता पक्रेको छ त्यो रिसले हात्ती यति निस्किन्छ भनेपछि त अब हामीले थाहै भएन अनि त्यो कुरा हामीले थाहा छ त्यहाँदेखि हामीले थाहा छैन हजुर साँच्ची के गर्नु भएको यो केलाई पानी के को लागि राँगाले खान्छ यो कहाँबाट ल्याउनु भएको यो पानी चाहिँ मोटरबाट हो ए पसल पनि रहेछ त यहाँ त पसल छ नि हजुर के गर्नु हामी दुःखले बसेको अलिअलि चक्लेट यसो गुट्का सिगरेट यस्तै राखेर बसेको हामीले के अरे अब भोलिमा चाहियो नि त त्यही लागि हामी राखेको काका यो चाहिँ कसरी हो कसरी छ यो रुपियाँ गोटा हो ओहो सस्तो रहेछ त नि 20वटा त 5वटाको जति लाउनु 20 रुपियाँको चक्लेट किन्नुभयो 20 वटा आउँदो रहेछ अनि सस्तै पाइँदो रहेछ नि ए लु आमामा धेरै पो दिनुभयो त मेरो भएको त 5वटा पर्यो त है तपाईँ पनि खानु ल हजुर तपाईँ एउटा खानु चक्लेट दाँतै छैन खानु न दाँतै छैन नखाने ल यता हजुर अब चक्लेट खाउँ ल खानु नि खाऊ न खाऊ चक्लेट आमा चक्लेट खाऊ हजुर एक हातले ल हस् ल खाऊ चक्लेट हजुर है ल नमस्कार ल भोटो बेला हजुर भोटो बेला छ भोटोको बेला छैन हामी भोट माग्नु आएको होइन कि तपाईँहरूको के छ यसो दुःख भने यसो बुझ्न मात्रै आएको टाढोबाट भोट माग्नु आएको होइन है हामीले दुःख दिए तपाईहरु जानु होला हजुर हामी भन्दैछौँ हस् ल नमस्कार ल सबैजना बस्नु है हजुर हामी बस्छु अगाडि बस्छु हस् अगाडि बस्नु ल चाँडै खाइयो दुःख पीडा हामीले के अरे पकाउनु आउनु भएको छ होइन हामी दुःख सुख हामी ल चक्लेट खानुभयो ल भाइ यता पनि चिन्दैन भाइ हो
अब यो श्रीलङ्का टापुबाट चाहिँ पुनः घर फर्किने क्रममा चाहिँ यहाँ एउटा यस्तो डेन्जर खालको डरलाग्दो खालको चाहिँ झोलुङ्गे पुल रहेछ। झोलुङ्गे पुलमा यसरी तर्दैछु। अर्कै दाइ र भाइ पारिपट्टि पुगिसकेछ। ओ माय गॉड, तर झोलुङ्गे पुल एकदम ठिक छ, हल्लिँदैन रहेछ। ठिक छ, झोलुङ्गे पुल एकदम तरो खालको रहेछ है। हेलो 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 श्रीलङ्का टापुको रमाइलो भ्रमण पश्चात आजको हाम्रो यात्रा यहीँ समाप्त हुन्छ। यो भिडियो तपाईँलाई कस्तो लाग्यो? यदि मन परेमा एक लाइक र एक कमेन्ट अवश्य गर्नुहोला र मेरो च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब गरी नजिकैको बेल आइकनलाई पनि दबाउनुहोला। हस्त नमस्कार।